हेर्नु गाइज यो भिडियो राम्ररी हेर्नु ल, यो भिडियो राम्ररी हेर्नु त, पुलिसहरूलाई हेर्नु त कस्तो के घरमा घुसी घुसी त्यो हेर्नु त, त्यो नत्र बानेश्वरको चौक छ नत्र के, त्यही नि यिनीहरू घरमा घुसी घुसी हानिरहेछ। हेर्नु त कसरी हानिरहेछ हेर्नु न। म अनि आज कसरी लुकेर भिडियो लियो नि यो। अनि हेर्नु त्यो लट्ठीले हान्ने केही छैन ल, लट्ठीले हाने केही छैन, लट्ठीले होइन मतलब जानी जानी भनेर गन्नी फायर गरेछ। त्यो त भएन यार, त्यो त भएन। केपी ओली वास्तवमा भन्दाखेरि तनासा भन्दा नि ठुलो गरिदियो उसले त। हेर्नु अब हेर्नु पुलिसले भनी गोली हान्छ। हेर्नु पुलिसले हेर्नु भनी के थर्काएर पुरै पुलिसले हेर्नु अब गन तान्छ नि गन फायर गर्छ। हेर्नु त कसरी हानिरहेछ, त्यो त भएन क्या। हेर्नु गाइज हेर्नु कसरी सक्यो के, त्यही भनेको कसरी त्यो सरकारले आदेश दियो कि गन फायर गर्ने। हेर्नु अब कसरी हानिरहेछ। हेर्नु पुरै हेर्नु भनेर हेर्नु कसरी सक्यो कि भनेर पुरै देखिएर पुरै छातीमा गोली तान्ने। हेर्नु त्यो पनि खुट्टामा होइन पुरै छातीमा हान्यो। यसरी कसरी सक्छ कि, म त हेर्दा नि मलाई त अनि बेकारमा हेर्नु त बिना कामको 17 जनाको ज्यान गुमाइसक्यो त्यस्तो आन्दोलनमा। अब त्यही हो जनताको छोराछोरी, यस्तै हो, खाने हो गोली मर्ने हो, यस्तै चल्छ पुरै के। अनि कसरी मतलब केपी ओलीले त बोलाउन हेर्नु केटीलाई पो हानिरहेछ। केपी ओलीले त बोलाएर पनि त सम्झौता गर्थ्यो नि यार, नत्र मतलब स्टुडेन्टहरू हो, कुनै राजनीतिक पार्टी होइन, राजनीतिक दलले आन्दोलन गरेको छैन, जो स्टुडेन्टहरूले आन्दोलन गरेछ। कम्तीमा त सरकारले आएर त बुझ्नु पर्थ्यो नि, सरकारले डाइरेक्ट आदेश दिइहालेछ गोली हान्ने, त्यो त भएन। नेपाली जनता नेपाली नागरिकको छोराछोरी केही त्यो नै छैन जसले नि आएर हान्दिने। त्यस्तै आज केपी ओलीले गरेछ नि त, पुरै आदेश दिइसकेछ हान्दिने। ल पुलिसहरूले पनि त्यस्तै गरे, पुलिसहरूलाई पनि त्यस्तो नगर्नु पर्ने म रिक्वेस्ट